साथीहरू म एउटा बात सोच्दा चाहिँ छक्कै पर्छु होइन। सोचै आउँछ नि त यस्तो कुरोहरू। सोच्छु कि जस्तो कि अब बुढाबुढीमा होइन हामीले भन्छौँ त्योसित नबोला, मलाई मन पर्दैन हौ नबोला होइन, यता नजाऊ उता नजाऊ भन्दा बुढालाई पुरा रिस उठ्ने अरे होइन। केटा होस् या केटी होस्, बुढा होस् या बुढी होस्, पुरा रिस उठ्ने अरे कि फेरि त्योभन्दा 10 गुणा टर्चर चाहिँ फेरि बोयफ्रेन्ड गर्लफ्रेन्डमा हुन्छ नि फेरि होइन। गर्लफ्रेन्डले भनिरहेको हुन्छ यस्तो जग्गा नजाऊ है, यस्तो नखाऊ है, त्यतिखेर फेरि पुरा डर केटा मान्छेहरूलाई। ए मेरो गर्लफ्रेन्डले यस्तो जग्गा नजानु भनेको छ है, मेरो गर्लफ्रेन्डले यस्तो नखानु भनेको छ है। ठिक्कै फेरि त्यस्तै केटीपट्टि पनि त्यस्तै हुन्छ। मेरो बोयफ्रेन्डले यस्तो जग्गा नजानु भनेको छ, मलाई अनलाइन नआउनु भनेको छ होइन, टाइम दिएको छ राति यो लास्ट 9 बजीको, 9 बजीसम्म अनलाइन बस, त्यहाँदेखिको चाहिँ अनलाइन नआऊ भनेको छ। त्यति डर बोक्नेहरू बिहा गरेपछि चाहिँ के हुन्छ हँ? बिहा गर्नुभन्दा अगाडि चाहिँ त्यति सबै सहनु अरे होइन। बिहा गरिसकेर चाहिँ एकपटक नबोल्नु हुनु अरे। किन यस्तो जग्गा गएको भन्दा तँलाई के भयो, जान्छु नि हौ लु हेर। अचम्म लाग्दैन सोच्दा? म त सोच्छु क्या तपाईँहरू खोइ कुनि तपाईँहरूसित पनि यस्तो भएको छ कि छैन कमेन्टमा भन्नु होला।